होइन चिप्ले त यो जङ्गलमा चाहिँ कता पाउँछ अरेको कता हुनु नि चुन्नुले मलाई उहाँ अस्ति भेटेर मन्दिरमा गएर फेरि मलाई बोलाएर आई लभ यु भनेर साह्रो राम्रो गरी कम्ती मजा आयो। अब त्यसलाई खोज्न त अहिले होइन, अब यताउता कुरो हो, यहाँ कुरो बुझिँदैन, जे भने नि हुन्छ। तैँले त खुसीको कुरो सुनाइस् चिप्ले, हेर छिट्टै नै तैँले बिहा बज खौला जस्तै लाग्यो। मेरो पनि आज खुसीको कुरा सुन्न, त्यो मेरो गीत थियो नि, पुरै गीत सुनाउन पाएँ गोथेलाई, आनन्द आइरहेछ। तैँले पनि पुरै गीत सुनिस् भने नि भरे रात आनन्दले निन्द्रा लाग्छ, मिठो सपना देख्छु, सुन ल। ओरा चुप त्यो गीत सुनायो भने म यहाँ बस्दिनँ। अस्ति पनि गीत सुनाएर दिक्क लागेर कान पड्केला जस्तो भएर हिँड्यो, आज त गीत सुन्दिनँ म। सुन्नु चिप्ले, एकचोटि त सुनिदे, तँलाई पुरा गीत सुनाउन पाएँ भने नि भरे यति मिठो निन्द्रा लाग्छ, सपना पनि राम्रो देख्छु। तैँले सुन्दिनस् भने त यस्तो खराब सपना देख्छु नि, प्लिज चिप्ले एकचोटि सुनिदे ल। के हो दारी, आजभोलि त इङ्ग्लिस भनी छाट्न थालेछौ त। तर तिम्रो गीत मरे पनि सुन्दिनँ, मरिगयो सुन्दिनँ। त्यस्तो त अब गीत सुन्छन्? त्यो गोथेले त पुरा गीत सुनेर गयो, अब तैँले सुन्दैस् भने त मैले सोचेको पुरा हुन्छ। ल सुनाइ त एकचोटि। ओराली लागेको मृगलाई जसले नि खेदाउँदा बारीमाई उता नै बनाउने। यसले जिन्दगी कहिले पनि मेरो गीत पुरा नसुन्ने भयो भने अब मारेर त कसलाई सुनाउने होला। चिप्लेलाई भेट्न पनि साह्रै गाह्रो, जति खोजे नि भेट्ने होइन। यो ड्रमलाई भेट्न सजिलो होला, यो चिप्ले भेट्नु साह्रै गाह्रो। यो रुखमा चढेर चिप्ले पुऱ्याउनु पर्यो। कसो नभेटेला यो रुखमा चढेर बनाउँदा कसो नभेटेला। काम हुन्छ चिप्ले छैन क्या यो जङ्गलमा, बोल्दैन त। यो पाराले पार लाग्दा त भएन। चिप्ले चिप्ले झर्नु पर्यो अब। पार लागेन, झार्नु पर्यो। ए कुमार भाइ, के गर्दैछस् हो रुखमा चढेर? के हुनु नि, चिप्लेलाई बोलाएको हो। चिप्ले रुखमा छ र बज्नलाई? भेटिन्छ कि भनेर बोलाएको, भेटिँदैन। चिप्ले भेटिँदैन, झर चल। साँच्ची नै भेटेन। के रुख चढेर खोज्या हो? झर कुमार भाइ, खाल्टो खनेर भित्ता परेर
रुख चढेर चिप्ले भेट्ने हो र? यो दुनियाँभरि छ कि कहीँ भेटिँदैन यसो भेटिन्छ कि भनेर रुख चढेर बोलाएको ए कुरा यस्तो पो लगेर जाउँ म चिप्लेलाई भेटाइदिन्छु बोक्नु पर्दैन होला त बोक्नु पऱ्यो नि आजभोलि हाम्रो सहर पनि साह्रै प्रदूषित हुन थाल्यो धुवा धुलो फोहोर मैला कसले सफा गर्ने बेकारमा लोड ल अस्ति त कुमार हुन् कि हालो आज चाहिँ यसलाई नदुबारी भएन वाह कुमार ए तिमीले पनि है म पनि यतै कुमारे अस्तिको त दिन्छस् होला नि कि बिर्सिस् भइहाल्छु नि उम्रे के चिन्ता गर्छस् हाम्रो कुमारले खुवाइहाल्छ नि एक मुठीको मान्छे छ जब एक पात्र त हो नि त्यति बेला पुगिहाल्छ खुवाउने त खुवाउँछु भन्छ जहिले झुकाउँछ कहिले पो खुवाउने हो खै आज चाहिँ त्यो त पाला आउला छैन आज चाहिँ उहाँ सरको पाला छ भोलि पछि भेटेर फेरि खाउँला अहिले चाहिँ मैले अहिले हतार छ म गएँ जाउँ कुमार भाइ मेरो पनि पालो आइहाल्छ नि कुमार भाइ बाटो बाटोमा खुब साथी राखेका छौँ ल जाउँ हेर कुमार चिप्लेलाई रुखतिर खोजेर भेटिन्छ भेटिँदैन नि मैले हिजो अस्ति भर्खर यतैतिर देखाएँ हो जाउँ हेलो बोले बा इमर्जेन्सी पर्यो ल ठिक छ म आएँ हेर कुमार मेरो इमर्जेन्सी फोन आयो अहिले म गएँ तिमीलाई म कुनै दिन भेटाइदिउँला है ल हेर्दै गुन्डा जस्तो थियो त्यहाँ त लागेको थिएन आफै खोज्छु खेतमा रोपाइ छ यी बुढा कहाँ चाहिँ मुन्टेका होलान् कमसेकम पानी लाग्दै हो भने त हुन्थ्यो यिनको त अनि कति खप लगाउँथे म त यहीँ छु त ए बुढा त यहीँ त रहेछन् लो आज कहाँबाट बुद्धि पलाएछ लु रोपाइ पनि के बिउ फ्यालेर बस्छ आफै आफै रोप्न खुरुखुरु म यहाँ आउँदैछु त देख्दैन ल्याउँदैछु ल ल बुढाबुढी के उ गर्छ ल जो तपाईँ पनि जानु त अब हामी रोप्छु यहाँ हामी खाँदैछु ल जानु होइन यहाँ आज रोप्छ नि अब यहाँ खाजासाको व्यवस्था गर्नु ल जानु ल है बुढी झार्नु के म चाहिँ यहीँ सकिनँ हो नि धेरै बेर बस्नु आराम गर्नु सानो नानीको कुरा सोधिहाल्नु पर्यो बुढा बसेको बेला
ओह्राली लाग्यो मृगलाई जसले नि खेदाउने। हेर हेर छेउना टुप्पाको गीत गाएको कुन गायक हुने हुनु अब फेरि? के कुरा गर्छ यो मसिनी? मेरो हजुरबाबुको पालादेखिको गीत हो, कम फेमस छ यो गीत। यसलाई त एवार्ड पाउनेवाला छ। पाउँछौ होला अब के पाउँछौ? बिग्रेको रेडियो जस्तो स्वर छ। यो बुढी किन यस्तो अशुभ बोल्यो कि? यस्तो रोपाइ जस्तो अवसरमा पनि मानु खारा मुरी फलाउने बेलामा तिम्रो गीत राम्रो भए पो शुभ शुभ बोल्नु। बरु ए बुढा त्यो सानो नानीको चालामाला चाहिँ के रहेछ हौ? तिमीलाई के थाहा छ? सानानीको तालामाला अरे? कस्तो तालामाला? मलाई त केही पनि थाहा छैन त। यत्रो गाउँ डुलेर पनि तिमी थाहा पाउँदैनौ? के डुल्छ हो गाउँ? सधैँ चिप्लेको पछि लाग्छौ, के थाहा पाउँथ्यौ त? गाउँ डुल्यो गीत गायो भन्दैमा सबै कुरो थाहा पाउन के म हुला कि हो? जब त्यति कुरा थाहा पाउन पनि हुला कि नै हुनुपर्छ त? बरु यसो पत्ता लगाउ न बुढा, कुरो के रहेछ? किन लाउनु पर्यो पत्ता? भो म अर्काको चेसर त गर्दिनँ। लाउ न बुढा पत्ता। कहिले कहिले त यो मसिनीले भनेको नि मान न। तिमीले यो धान रोप्नु पर्दैन, बरु यो धान सान मै रोप्छु। तिमी गाउँ जाऊ, सानो नानीको कुरो के रहेछ पत्ता लगाऊ, बरु चिप्लेलाई पनि सँगै लिएर जाऊ। कहिले चिप्लेको सँग चाहिँ नगर भन्छे, कहिले त्यही चिप्लेलाई लिएर गाउँ डुल भन्छे। के हो के हो? पुरै बुझ्न सक्दिनँ। लु जाऊ न त जाऊ, बरु छिट्टै खबर लिएर आऊ है। जाऊ न बुढा, खबर चाहिँ जसरी पनि लिएर आऊ है आज चाहिँ। ओह्राली लागेको मृगलाई जसले नि खेदाउँछ बारीमा उतानो बनाउने। जान त गए तर पत्तो लाएर पो आउँछन् कि आउँदैन? चिप्लेलाई भेटेपछि त पत्तो लाउन पनि सक्छन्। अब खबर पो के ल्याउनु र? त्यही चिप्लेसँग भेट्यो, दिनभरि डुल्यो, गीत सित गायो र अनि बेलुका केही पत्ता लगाएन भन्नु चुप लाग्यो। यो बुढ्को कुरा पनि बुझि नसक्नु छ भने दुश्मन जस्तो ठाने त्यो चिप्लेसँग नभेट भन्छ कहिले, कहिले त्यहीसँग गएर भेट काम गर भन्छ। ठिकै छ, झन् आज त खुलेर भेट्न पाइने भयो चिप्लेलाई। यो चियो चर्को गर्ने काम त चिप्लेबाट पार लाग्छ। तर यो मर्या साल चिप्ले पो कहाँ छ पनि हेर्नु पो पर्छ। क्या साह्रो गर्मी हो। यही रुखमा चढ्नु पर्यो, अब चढ्न सक्छु कि सक्दिनँ, कोसिस चाहिँ गर्नु पर्यो। चढ्न सकिने रहेछ। कसले के गर्छ, कसको कुरा कसले गर्छ भनेर बुझ्नलाई चाहिँ सजिलो हुने रहेछ। यो मसिने निकै चुरीखुरी गर्छ, कुरो के हो भनेर सोध्छे। म पनि सितिमिति कहाँ भन्छु र? काफले हो काफले। यो काफलेलाई पछि पार्न त निकै गाह्रै हुन्छ हो। अदारी चेप्या छ खुट्टो, तँ चाहिँ कहाँ मुन्ट्या? हेर न हेर, यो काफ्लेको बोल्ने सोमत आज उहाँ कहाँ सायद लिएर हिँडिरहेको छ, प्याच बोल्छ बिचमा। के चाहिँ गतिलो सायद होला र तेरो, त्यही गीत सुनाउनु त होला नि। कस्तो बेलामा सम्झाइस् भने न काफले तैँले चिप्लेलाई पनि भेट्नु छ, गीत पनि सुनाउँछ। त ठाउँमै बसाएर अब मजाले सुना आज पुरो गीत है काफले। ए यो मसिनीले त आफ्नै बुढोलाई पो चियो गर्न पठाइछ।
म नि काफ्ले हो काफ्ले कहाँ त्यत्तिकै छोड्छु र म ठाउँको ठाउँ यो दारीलाई त लगाइहाल्छु नि। ओइ काप्ले के सोचेर बसिरह अनि सुन्ने नि त मेरो गीत आज त ठाउँमा बसेको छ कहाँ भाग लाग्छ ल सुन्ने त मेरो गीत ओह्राली लागेको मृगलाई जसले नि खेदाउँदै मृगलाई बारीमै उत्तानो बनाउने सुनि क्या आज त पुरा गीत सुन्ने नि आहा फेरि सुन ल फेरि ओह्राली लागेको मृगलाई तँलाई भेटौँ मात्रै न तेरो दारी कपाल सबै खाला खुल फ्याँकिदिन्छु। यो दारी मलाई रुखको च्यापमा पारेर भागिहाल्यो सबै गरी हिर्काएर यसको त करम सरम हालिदिन्छु आज। दारी भागिहाल्यो जान्छ देखिहाल्छु नि म गर्मी नि कस्तो पनि। यो दारी पक्नुलाई आज मलाई रुखको चेपमा राखेर खुट्टा समयसँग रुखको गीत सुन्न बाध्य बनायो। यताउता गरेर छ समातेर चिर्पेर राख्यो मलाई आज। तैँले काहीँ गीत गाएको ठाउँमा त भेट्छु नि भेटेपछि के र करम धुल्याइ गर्न मैले जानेको छु पक्नुलाई। के एक्लै बरबर गरिरह आज कुनै काम भेटेनौ चियो गर्ने फेरि यो चिपले चाहिँ लुसुक्क कहाँबाट मुन्ट्यो नि पाइथ्यो होला नि दारीले दिमागै खराब गर्थ्यो। ए काफले बा तिमीलाई त दारीले साह्रै ऱ्याक गरेछ है तर गर्न चाहिँ के चाहिँ गर हौ। ए आज चाहिँ मेरो दारीले चेप्पा पारेर ताल पारेछ है सुनाएछ यो काफ्लेलाई गीत ठिक्क पऱ्यो काफ्ले तँलाई अर्का चियो गर्दै हिँड्थिस् आज भने ताल पारेछ मेरो दारीले म भेट्यो भने तँलाई मरे कहाँ भन्छु र। ए बिचरा हाम्रो काफ्लेलाई त यसो पो गर्यो है खत्तमै पारेछ नि गर्न नहुने काम गरेछ त्यो दारीले। ल त्यसलाई मैले भेटेँ भने खोज्न त तिमीले पनि खोज्या होला तर मैले भेटेँ भने त्यसको म पनि करम गरिदिन्छु। अहिले चाहिँ म गएँ ल काफ्ले नगर खोजिदिन्छु। यो चिप्ले पनि उइट्याङको मुला त हो यो दारीको पार्टनर हो उसँग लिपिक्क लागेर मिलेर मलाई चाहिँ अर्कै कुरा गर्छ। आज त यति मजा आयो नि त काफ्लेलाई चाहिँ पोमा पारेर चाहिँ आनन्दले गीत सुने पारेर अब सुतिन्छ 1-2 घन्टा मजाले ओह्राली लाग्यो मृगलाई जसले नि खेदाउँदा बारीमा उत्तानो बनाउने। यो दारीलाई संसार खोजिसके कहीँ भेटेन कहाँ मर्यो होला यो। ओहो रोपाई पनि सिद्धेछ हो लाग्यो भाइ रोपाई सिद्धिसक्यो हो। काफ्ले बा देख्नुहुन्न यहाँ रोपाई सोपाई मैजार सकेर टक्क परेर हिँडेको दारीलाई कतै देख्यौ त दारी रे काफ्ले बा दारी त उहाँ रुखको टोड्कामा टाङ लाएर सुतिरहेछ नि त। ए त्यही ढलेको रुखको टोड्कामा हो। त्यही ढलेको रुखको टोड्कामा काफ्ले बा अहिले मलाई चाहिँ अलि हतार छ म चाहिँ लाग्छु ल। कट्टर कट्टरमा तिम्रो सौदो चाहिँ आयो मोटरमा। हाम्रा गाउँका मान्छेलाई नि पैसा बढी भएछ हेर न बर्खामा पनि चिटिक्क परेर हिँडेका छन्।
आजसम्म कसैले पनि सुन्न नमानेको मेरो गीत तालमेल मिलाएर भए पनि त्यो गोथेलाई सुनाइहालेँ। त्यही खुसियालीमा आज चाहिँ बिन्दास पाराले सुतेर गीत गाउँछु अनि मजाले निभाउँछु। ओह्राली लागेको मृगलाई जसले नि खेदाउने, खेदाउँदा खेदाउँदै बारीमै उत्तानो बनाउने। खै हो यसो त मजै आएन, निन्द्रा पनि आएन। ओह्राली लागेको मृगलाई जसले नि खेदाउने, खेदाउँदा खेदाउँदै बारीमा उत्तानो बनाउने। यो माया यति चङ्क छ र पो केटाहरू बाटो बाटो ठोकेर जिस्काउँदो रहेछ नि। माया छ, माया हो त। आज यसलाई यही ताल पार्नु पर्यो। सुनसान ठाउँ छ, कसले देख्छ? बाटोमा अर्काको छोरी चेली बेटीहरू जिस्काउनु हिँड्छ मुर्दारहरू। बरु कुकुरलाई जिस्काउनु नि। दारी पो रहेछ थुक्क। तिम्रो दारी त हो नि माया। हुन्छ मेरो दारी माया दा चिप्लेको बाहेक अरू कसैले पनि नसोचे पनि हुन्छ। माया यही दारीमा त अल्झेका छन् नारी। यही दारी भए हुन्न र किन चिप्लेको पछि लाग्छ? छ्या बुढो हट्टी चिलाएको मर्ने बेलामा हरियो काँक्रो भनेको यही रहेछ। त्यसरी नरिसाउ न माया, बुढी हड्डी पनि तगडै छु त। तेरीमा मातेको बुढा अझै नाति जस्तो मान्छेलाई जिस्काउँछ अझ। तँलाई यही खोल्सामा च्यान बनाएर राख्छु। यति राम्री मान्छेले त भुतललाई पनि साह्रै आनन्द आउने रहेछ। अझै भुतलेर मेरो गीत सुन्दा भए त हुन्थ्यो नि, फन्केर हिँडिहाल्यो। अझै जिस्काएर बस्छस्? लक्ष्मी दिदी मेरो झोला भेट्नुभयो तपाईँले? झोला रे? कस्तो झोला चुनु? बिचारा चुनु, मैले त देखेन, यो त होइन होला। म गएँ है नानी। कहाँ पो खोज्ने होला झोला? तनाव मात्रै, कहाँ खस्यो होला नि? फेरि आयो धारी। आफ्नो यहाँ झोला हराएको छ, उसको गीत सुनिदिनु पर्ने होला। अब केही काम छैन मेरो, अर्को दिक्क फेरि। सुन्नु आयो, यसैलाई सुनाउँछु गीत। सुन्नु ठ्याक्कै बाटोमा भेट भयो, एकचोटि चाहिँ मेरो गीत सुनिदिने होला नि। गीत त सुन्नुहुन्थ्यो कि धारीबा? मेरो झोला हराएर तनाव छ मलाई यहाँ। त्यो झोलाको तनाव नलिउ न। सुन्नु, मेरो गीत सुन्यो भने चाहिँ तनाव मुक्त हुन्थ्यो। ल एकचोटि सुन त। ओह्राली लागेको मृगलाई जसले नि खेदाउने,